नमस्ते सबैजनामा, शुभ प्रभात, शुभ बिहानी। आज 2082 साल मङ्सिर 2 गतेको दिन हामीहरूलाई हिली सिद्ध बाबा हुँदै सत्यवती देवीको दर्शन गर्ने मौका जुरेको छ। हाम्रो पसले विवेक भाइ अनि दिवस अगाडि पछाडि दुईजना छन्, हामी तीनजना भएर चाहिँ आफ्नो यात्रा सुरु गरेका छौँ। हजुर चाहिँ हामीसँगै रहनु होला, किनकि मैले बाटोमा कसरी गइन्छ सत्यवती हिँड्दै पैदल यात्रा चाहिँ कुन बाटो गइन्छ, कसरी गइन्छ भन्ने कुरा चाहिँ हजुरहरूलाई देखाउँदै गर्छु है त। हामी चाहिँ अहिले बल्ल तिलाएर आएका छौँ। त्यो तलको हाम्रो गाउँ तिलाएर आउँदा चाहिँ सबैको हालत खराब भएको छ। चाहिँ उत्साह उमङ्गका साथ भन्जिङ मास्ते देउरालीमा आइसकेका छौँ। यो चाहिँ भन्जिङ तल देखिएको, हामी यहाँ चाहिँ देउराली माताहरूले देउराली पिता देउराली हामी चाहिँ जान्छौँ देउरालीमा। हामीले मनोकामना माग्यौँ। अहिले बाटो फेरेर गर्दैन, हिँडेको बाटो भएको डुल्दै जाने भनेर यो बाटो लागेको छ। ओके चोक अब देखिन हो, त्यहाँबाट यता माथि जाने खासमा त्यताबाट गयो भने चाहिँ हामी कोटो हुँदै गइन्छ। खासमा जाने बाटो चाहिँ त्यो हो। हामीलाई चाहिँ बाटो बिराइएछ, सर्टकट जाने भनेर यो बाटो आएको। झन् कता कता भयो, यत्रो बेर हामी धेरै माथिसम्म पुग्थ्यौँ, तर पनि बेलौती टिप्दै अब भुल्दै यहाँ अमला रहेछ, अमला पनि टिप्दै यो चाहिँ हामीले के रहेछ र यस्तो रातो फलेको भने थियौँ। अनि एउटा राति गाडी भन्ने हुन्छ कि त्यही रहेछ र हामी मुखा राखेको चाहिँ टिमु रहेछ। यो टिमु यस्तो फल्दो रहेछ भने म फर्स्ट टाइम देखेँ। हाम्रो अर्बिनीदेखि सिद्ध बाबासम्म सिद्ध बाबा ल यो सिद्ध बाबा हुँदै सत्यवती। हामी चाहिँ आज कहाँ कहाँबाट घुम्दै आयौँ भन्ने कुरा म देखाउँछु है त। जुन हो यो निर छ नि, यो ठ्याक्कै यहाँनिर यो चाहिँ भन्जिङ हो, हाम्रो अर्बेनीको भन्जिङ। अनि यहाँसम्म आउन चाहिँ हामीलाई कति टाइम लाग्थ्यो, 45 मिनट जति त्यहाँसम्म आउन चाहिँ लागेको थियो। त्यसपछि घुम्दै घुम्दै यो पुरै डाँडो यो पुरै डाँडो कटेर घुम्दै घुम्दै हामी यो मोटर बाटो छ नि जुन, यो सबै घुमेर हामी चाहिँ यहाँसम्म आयौँ। तर हामी धेरै फेरो बाटो लियौँ। यदि हामी त्यसरी आउँथेनौँ भने चाहिँ हामी यहाँ छ नि यो भन्जिङबाट चाहिँ सिधै यहाँ यो कोटामा निस्किएर कोटाबाट आउँथ्यौँ। तर हामी नयाँ बाटो जाउँ न त अहिले भन्दा थोरै घुम्नु पर्यो, थोरै होइन धेरै चाहिँ घुम्नु पऱ्यो। घुम्न त त्यही पनि ठिकै छ। अब हिले पुगेपछि सबै दुःख पीडा सबै यो थकानहरू सबै मेटिन्छ। अनि यो जुन भ्यू छ हिमालको, यो भ्यू हेर्दा चाहिँ हामीलाई खासै त्यस्तो एकदमै दुःख चाहिँ लागेको छैन। पसल भाइलाई लाग्यो म त खुसी छु। कति राम्रो हिँड्नु like a map with no border, a whisper caught in the wind. भोलि चाहिँ बाला चतुर्दशी परेको भएर हिली सिद्ध बाबामा अब रमाइलो भनौँ न हुने रहेछ। अनि उहाँहरू चाहिँ भरकोटको सबैजनाहरू यो बाटो बनाउनको लागि, बाटो फाँडफुँड गर्नको लागि सबैजना हिँड्नुभएको छ। उहाँहरूसँगै हामी पनि सँगै हिँडेका छौँ। अब भोलि चाहिँ हामी भोलि चाहिँ फर्किँदा बस्छौँ हामी हिली सिद्ध बाबा। आज पनि पसेर जान्छौँ, तर भोलि चाहिँ रमाइलो पनि भेट्छौँ हामीले। हामीले त सकेनौँ बाटैमा यो अघि ल्याएको एउटा यो नारायण फल यसो खान थाल्यौँ। हामी सकेनौँ।
नुन भए मजा आउँथ्यो नुन नखाइकन ऊ पार्दा जान दर्शन गर्नु भने हामीले फालफुल मात्र खाँदै छेउखाको भिडियो गर्न बिर्सिएछौँ। अहिले चाहिँ हामी हिँड्दै आउन केही मिनट मात्र बाँकी छ। अनि यस्तो छ यहाँको भ्यू एकदम भिड नै छ यो भिड नै हो। अनि उहाँ छन् यिनीहरू चाहिँ दिवस यहाँ छ अनि विवेक भाइ चाहिँ उहाँ पुग्यो। अब हामी चाहिँ धेरै छैन आउनको लागि यो टावर आएपछि चाहिँ टावर देख्न थालेपछि चाहिँ एउटा हुन्छ नि खुसी लाग्दछ आउनु लागि भनेर। फाइनली हामी चाहिँ आयो मन्दिरमा। धेरै घुमेर दुःख त नभनौँ तर एकदमै फेरो बाटो हिँड्नु पर्यो। यो चाहिँ हिले सिद्ध बाबाको मन्दिर अनि यहाँ चाहिँ हामी रोकेर खाना खान्छौँ भन्नाले पकाउनु चाहिँ मिल्छ। यहाँ एकजना गुरुजी बस्नुहुन्छ अनि पकाउन मिल्छ पकाएर खाएर हामी त्यसपछि चाहिँ सानो सत्यवतीतिर लाग्छौँ। आज चाहिँ हाम्रो बास सानो सत्यवती हुन्छ भने भोलि बिहान उठेर सानो सत्यवतीबाट ठुलो सत्यवतीमा पुगेर अनि हामी चाहिँ फर्केर यही बाटो हुँदै आएको बाटोभन्दा चाहिँ अर्को बाटो फरक बाटो चाहिँ हामी घर जानेछौँ। हामीले चाहिँ भात हामी आफै गएर पकाउनु मिल्दो रहन्छ भित्र गुरुजीले पकाइदिनु भयो भने खानियो नत्र भयो अब यस्तैमा हामीलाई चाहिँ गुरुजीले काम दिनु भएको छ। गुरुजी पनि सधैँ एक्लै हुने तिमीहरू आउँदा काम गराउनु पर्छ नि भन्नुभएको छ त्यही भएर हामी पनि हुन्छ भनेर यहाँ दिवसले चाहिँ सरसफाइको काम लिग्यो। हामी चाहिँ अब यहाँ तरकारी पकाउनको लागि हिँडेका छौँ। मेरो हातमा तरकारी लिएको छु। अनि यस्तो यस्तो पकाएर खाएर हिँड्न त हामीलाई बेर हुन्छ। गुरुजीले सायद हामी जाने भन्ने थाहा नभएर पनि होला बस्ने गरी आएको होइन चाहिँ मान्नुभयो कि यति आलु र यति तरकारी चाहिँ हामी अब लिएर जाँदैछौँ। अनि बनाउँदा चाहिँ बोल्नु हुँदैन भन्नुभएको थियो गुरुजीले त्यही भएर अब हामी माथि गएर बनाउँछौँ। अब कति बेला बनाएर कति बेला पाकेर कति बेला खाएर हामी फेरि सानो सत्यवती पुग्ने हो। आज ढिला नै हुन्छ होला एक त हामी आउन नै ढिला गऱ्यौँ भाइ त घरबाट छिटै नै हिँडेको हामी हिँड्न ढिला गरेको पनि होइन तर बाटो चाहिँ हामी अब अर्को बाटो आउँ भन्दा फेरो पऱ्यो कि त्यही भएर ठ्याक्कै 4:30 भयो 4:31 भएको छ। हामी चाहिँ यहाँ हिले बाटो हामी लागिसक्यौँ सानो सत्यवतीको लागि। एकदमै ढिला भयो हामीलाई किन भन्दा आएर पकाएर खानु पर्यो। हामीले त पकाएनौँ गुरुजीले पकाउनु भयो तर रेडी गर्नु पर्यो अनि भाँडा पनि मान्नु पर्यो। भाँडा माझेको चाहिँ भिडियो बनाएकी छैन किन भन्दा मोबाइलमा चार्ज थिएन अनि चार्ज गर्नको लागि राखेको थिएँ। त्यसपछि हिँड्दा चाहिँ हामी एकदमै ढिला भयो। सायद आज सानो सत्यवती पुग्दा साँझ राति नै पर्छ होला। अहिले चाहिँ 5 बजेर गइसकेको छ। घाम पनि डुब्न लागिसक्यो। यो चाहिँ अलि माथि उकालो ठाउँमा भएर चाहिँ अझै पनि घाम देखिएका छन्। यो चाहिँ सायद बुजुङ भन्ने ठाउँमा आएको छ। कसैलाई सोध्न चाहिँ पाइएको छैन।
बुजुङ हो कि जस्तो लागेको छ। अनि यस्तै छ भ्यू चाहिँ। भाइ कहाँ आयौँ हामी? यति राति भयो ठाउँ कहाँ आयो अझै थाहा छैन त नभन्। तल्लो सत्यवती आउन लाग्यो भनेको अघि नै यो दिवसले हिँडालेको छ। पुरै जङ्गलको बाटो हिँडियौँ हामी चाहिँ। अन्त 3 जना छौँ र हामी चाहिँ फाइनली एउटा घर आएको छौँ। अब लाइदे बास माग्ने दिनुहुन्छ कि चाहिँ के गरिदिनुहोस्। आमा नमस्कार। हामी त हिलेबाट आएको ढिला भयो के। बास पाइने ठाउँ हो त्यही भएर आएको खोजेको त। हामी चाहिँ अब रात्रि खाना डिनरमा लागेका छौँ। हाम्रो खासै भोक नलागेको कारणले हामीले चाउचाउ खाएर टार्ने विचार गऱ्यौँ। हामी ढिलो पनि आएको थियौँ अनि खाना बनाउनु भन्नु पनि झ्याउ भयो। अनि चाउचाउ लिएर आएका थियौँ हामी आफैले, त्यही भएर चाउचाउ भुजा न्यानो छ, राम्रो छ। जे सजिलै काटिदिनु भयो त्यही ठुलो कुरो। ल भाइ चियर्स। के ल चुयो के फोहोर भयो केटा। चियर्स। त खतम भएछ मान्छे त को ए विवेक ट्याकेर यहाँ उडाइदियो होइन मुखाबाट उडाएको नि यस्तो भयो कि तारा यसो गर पुग भाइले जुठो बाँधिदिएछ ओ यहाँ नि हात काम हुन्छ। ल गाइज अब हामी चाहिँ आफ्नो उसमा आयौँ रुममा। यो चाहिँ भाइको र दिवसको बेड अनि यता चाहिँ मेरो बेड। अनि हामी चाहिँ टन्न खायौँ चाउचाउ चाउचाउ बुझा आयो नि। मलाई त कस्तो टन्नै भयो, खासै भोक लागेको थिएन हामीलाई, त्यही भएर खाना पकाउनु दुःख दिएनौँ हामीले। अनि उहाँहरू चाहिँ खाएर पनि सुत्न त लाग्नु भएको थिएन, खाएर सक्नुभएको थियो, त्यही भएर दुःख दिन पनि मन लागेन। अनि हामीलाई त्यस्तो भोक नि लागेको थिएन, त्यही भएर हामीले आफै ल्याएको चाउचाउ त्यही भएर अब चाहिँ थोकै लाग्यो। हिमालय राति गरिममा यो मेरा उस साइडबाट हटायो। मुभ लगाएर सुत्ने छ र बिहान उठ्ने भनेको अरे के भयो। गुड नाइट माई फ्याम। गुड नाइट माई फ्यामिली। माई फ्याम भन्छ नि रोक त किन रोक्ने क्या कुछ खुट्टा दुखेर बस्दा हाँस पर्दैन। सुत्रो क्या हो लाइट लाउने होइन हुन्छ त्यो बाली पनि हुन्छ।